everyone and welcome to my channel. So I was going to my hometown today, so I was being ready to go र म चाहिँ मेरो घरमा चाहिँ सराद छ हजुरबाको, त्यस पछाडि लाखबत्ती र भाइहरूको वर्तमान छ। सो त्यही भएर धेरै दिनपछि चाहिँ घर जाँदैछु र घर चाहिँ म मेरो बहिनी र लक्ष्मी दिदी चाहिँ हामी तीनजना भएर चाहिँ जाँदैछौँ र वर्तमानहरूको लागि पनि यति धेरै सामानहरू लिएर चाहिँ हामी तीनजना चाहिँ काठमाडौँबाट चाहिँ घर जान्छौँ। सो लास्टमा मेरो दिनु होला। Okay, I'm ready, I think. So, hi everyone, here is Pritika Neupane and I'm going to my hometown, Rasua today. And हामी चाहिँ दुईजना जान लागेको। अर्को दिदी चाहिँ माछापाइमा आउने हुन्छ, लक्ष्मी चाहिँ यो चाहिँ मेरो बहिनी हो। So let's go. माछापुरी आइसकेपछि ठुलो मम्मी ठुलो बुवा दिदीहरू सबजना आइसक्नु भएछ। त्यस पछाडि चाहिँ हामीले सब सामानहरू चाहिँ गाडीमा राख्यौँ। गाडी कतिखेर हिँड्छसम्म कुर्दा कुर्दै निन्द्रा लागिसक्यो, अझै हिँड्दैन, कतिखेर हिँड्ने हो। दिदीले चाहिँ खानै नखाइकन आउनुभएछ, बिहानै सामान लिनको लागि जानुभएको थियो, त्यही भएर खाजासाजा खाएर बस पनि हिँड्यो। वाउ, फिल्मको हिरोइन नभए पनि झ्यालमा बस्दा त हिरोइन जस्तै फिल आउनु रहेछ क्या, यस्तो हावा उड्दा। ओ माई गड। यसरी नै हाम्रो खाजा खाने ठाउँ पनि आइपुग्यो र हामीले चाहिँ खाजासाजा खान थाल्यौँ। यस्तो खाजा खाएको नि भिडियो बनाइदिउँ भन्दै भिडियो बनाउँदै खाजा खाइयो होइन। जति चाहिँ खायौँ चटपटै नछुटाउनु त कुरा हुन्छ त भनेको। चाहिँ देवीघाट मन्दिर आइपुग्यौँ र यहाँ चाहिँ दुईवटा खोलाहरू मिसिएका छन्, ताजी र त्रिशुली खोला मिसेर चाहिँ एउटा खोला हुँदै गएको छ। म कतै हिँड्दा एपिकाउँ कसै भिडियो नबनाउनु त कुरै हुँदैन। अनि ड्राइभरको गाली खाँदै खाँदै भए पनि टाउको निकालेर यसरी भिडियो पनि बनाउन भ्यायौँ हामीले। वाउ, अनि यो चाहिँ मेरो स्कुलको क्याम्पस हो र जुन त्यो माथि देखिरहेको येल्लो बिल्डिङ छ त्यसमा चाहिँ हामीले 9 र 10 पढेको थियौँ। त्यो साइडको क्लास चाहिँ हामीले पढेको थियौँ। ओ माई गड, कति याद आएको यहाँनिर आउँदाखेरि त पुरै मेमोरीहरू पुरै हिट गर्दो रहेछ। अनि यहाँबाट जुन माथि देखिरहेको छ त्यो रेड कलरको बिल्डिङ, यहाँ चाहिँ हामीले 8सम्म पढेको थियौँ कि कहिले यही डेली लाइफ थियो। एन्ड नाउ इट जस्ट पासिङ बाई थ्रु अ विन्डो। र फाइनली हामी हाम्रो घर आइपुग्यौँ कालिम्पोङको। र बाबा चाहिँ सटर बन्द गरेर वेट गरिरहनु भएको रहेछ गाडी। र हामी गाडीबाट ओर्ली पनि सक्यौँ र काठमाडौँबाट लिएर आएको सब सामान झारिसक्यौँ। दिदीले चाहिँ सामान उठाएर हिँड्न थालिसक्नु भयो र अङ्कल ठुलो बुवाहरू सबजना आइसक्नु भयो, आन्टी मम्मी पनि आइसक्नु भयो, बिरामी भइ पनि। अब एकजनाले सब सामान त उठाउन सकिन्न, त्यही भएर सबजना भएर अब पालो लिएर जानुपर्छ। यो चाहिँ क्रिस्पी कति क्युट छ। अनि चाहिँ मेरो बहिनी हाई गरेर जान्छ। ल अब सामान बोकेर हामी घरतिर जान्छौँ गाइज। चाहिँ अब घरतिर लाग्यौँ सामान बोकेर। र हाम्रो सानी बहिनी क्रिस्पा कति ज्ञानी छिन् हाम्रो बहिनी। मेरो घर हो, किचन यति धेरै भत्तगोल भएको सबै सामानहरू एकै ठाउँमा राखेर भोलि मिलाउनै छ। यता चाहिँ हाम्रो रुम, यो पनि मिलाउनै छ, साब्याक राखियो। यो पनि घर। दिदी नमस्ते। दिदी सन्चै हुनुहुन्छ? आमा के छ आमा खबर? भ्लग बनाउँदैछु म। घरबाट चाहिँ यति राम्रो भ्यू देख्छ होइन बेलुकाखेरि चाहिँ। जुन
भइरहेको छ। हाम्रो घरमा चाहिँ त्यति धेरै रमाइलो हुन्छ, सबजना जम्मा भइसकेपछि अझ जम्मा हुनै छन् मान्छेहरू, पछिसम्म सब जम्मा भइसक्छन्। यस्तै हो, सबजना भएपछि गसिप चल्दैछ सबजनाको होइन। गुड नाइट भन्दै गुड नाइट। यसरी बल चाहिँ उठेर अब चिया सिया बनाएर हामी चिया खाएर चाहिँ अब फेरि अब उता घर जान्छौँ। हामी चाहिँ हिजो आन्टीकोमा आएको थियौँ। This is we and this is our view. Wow. अनि यिनीहरू गुइए बुढाहरू। घरमा सबजना जम्मा भइसक्यो। आज चाहिँ घरमा श्राद्ध छ। कामै काम छ अब। यसको कपाल चाहिँ पर्सि वर्तमानमा काटिनेछ। अनि आज चाहिँ हाम्रो हजुरबुवाको श्राद्ध हो। अनि हाम्रो चाहिँ बाबाको 7जना दाजुभाइ हुनुहुन्छ। अनि सबैजना भएर श्राद्ध गर्दै हुनुहुन्छ। श्राद्ध गर्नु पर्यो। म चाहिँ मस्त सुतेर बसिरहेको थिएँ। बाहिर त पुरै पानी परेर कस्तो भइसक्यो रहेछ। दिउँसभरि सुते सुते भयो। सुतिदिहरू सब कता गए मलाई छोडेर। पानी परिरहेको भ्यू त बबाल। पानी पर्छ कस्तो दामी देखिन्छ भाइ। आरू खल्न लागेको छ हाम्रो बोटमा। यत्रो भइसक्यो। किम्बु सकिनलाई छ नि। त जानुपर्छ दिदीहरू। चलो मुख पनि धोएको छैन। ये चाँद सा रोशन चेहरा, गालों का रंग सुनहरा, नीली सी नीली आँखें, तारीफ करूं क्या उसकी। ती हल्ला गरेर छन् यस्तो मस्त पारामा। चलो हम भी जाएंगे। भिडियो बनाउँदै नाटेको थिएँ। अनि फेरि यिनीहरूलाई तल जान तल भएर फेरि तल जान कस्तो राम्रो भैँसी। अनि कति राम्रो लक्ष्मी दिदी मितिनी हो होइन। ये चाँद सा रोशन चेहरा, बालों का रंग सुनहरा, ये नीली सी नीली आँखें। अनि के हो थाहा छैन। प्यारी साटा दिदी बेला बेलामा चेन्ज भइरहेको म त आएकै छैन। यो चाहिँ यतापट्टिबाटको भ्यू हाम्रो घरको। दिस इज माई हाउस, द किचन। यता बारीबाट जान मिल्छ। यो चाहिँ किम्बुको रुख, त्यो चाहिँ भोगाटेको रुख। चलो फिर से आ गए हम। दीदी भाई ये मेरे नाक में है बना।
हाम्रो पार्लर सेसन चलिरहेको छ एउटा चाहिँ हाँसेर बोलाउन लागिसक्यो उता चाहिँ अडियन्स छन् अनि फेरि हामी यता आएर काम गर्न थाल्यौँ अनि ल सन्तोषले भिडियो बना भनेर फेरि म उता गएर भिडियो बनाउनु आएँ यता चाहिँ चामल केलाइरहनु भएको छ चाहिँ तरकारीहरू छ सबै अब हेर्दा हेर्दै चाहिँ कति छिटो रात परिसक्यो र हामी चाहिँ यहाँ कसार बाट्नको लागि सक्खर चाहिँ पकाउँदैछौँ कसारलाई चाहिने मरिच लङ्समेलहरू के चाहिन्छ पिस्दै हुनुहुन्छ ल यता ब्याटल म क्यामेराम्यान बने है त ल यतापट्टि आएन त हातमा भयो खाऊ सुन्नी बुझ्नी भए छिटो नै बाहिर बाहिर आउनेको हतार हो हामीलाई भने पसर बाट्नको चट्टार चरी गुडैमा मेरो मायालाई भेटियो सल्टी गुडैमा सबैलाई मम्मीले मोबाइलले भन्छ काम सकेर कसार जाने कुर्ने हो क्या हामीले काकी आमाको घरमा भाइले विदेशबाट ल्याएको ओर्नी भए आउनु रहेछ हामी चाहिँ त्यहीँ जाने हो विदेशबाट ल्याएको ओर्नी ओर्नलाई पाउँदैनौँ फेरि त्यहाँ गएनौँ भने
अरू त यहाँ फेरि हामीले चाहिँ टोसा बारेर सब भ्याइसक्यौँ। अब चाहिँ हामी मनु आन्टीकोमा जान्छौँ सुत्नलाई। चलो चलो लेट्स गो। माहौल र यही खुसीमा चाहिँ मलाई चाहिँ पिरियड्स भयो। जुन हाम्रो घरमा कतै अब केही छुन हुँदैन। थ्याङ्क गड वर्तमानसम्ममा 4 दिन हुन्छु म। गाइस गुड मर्निङ। आजको मर्निङ पनि सुरु भइसक्यो। सबजना भित्र रमाइलो गरिरहेछन्। म त बिहान हिजो बेलुका मिन्स भएँ, भित्र छिर्न पनि पाएन म अब। हजुर नहीं होना था, क्या हो गया। यता चाहिँ बिहानै काम सुरु भइसक्यो। वर्तमानको लागि रोटी बनाउनको लागि चाहिँ चामल चाहिँ कुट्दै हुनुहुन्छ ठुलो मम्मीहरू अङ्कलहरू सबैजना भएर। म चाहिँ दर्शक लक्ष्मी दिदी पनि। अनि सन्तोष दिदी सर्ता दिदी र आन्टी भएर चाहिँ घरमा आँगन पोत्दै हुनुहुन्छ रातो माटो हरियो गोबरले। हेलो, हामी चाहिँ उतापट्टि चाहिँ सेल पकाउने कार्य भइरहेछ। त्यहाँ चाहिँ अब मैला टोलीहरू गर्छन् होइन। हामी चाहिँ अब भुरा टोलीकै अब यसो मुखसुख धोएर मेकअप गर्न आएछौँ। अर्को रेडी हुनलाई नि दुईजना चाहिँ खतरा पुग्ने हो। यता हेर्न त अर्को रेडी हुँदैछ। आमा लिपस्टिक लगाएर लाइसी अरे लिपस्टिक पनि कति राम्रो देखेँ। मै राम्रो हुन के गरौँ भनिदेऊ त। गीत गाइदेऊ त। भनिदेऊ त मै राम्रो हुन के गरौँ भनिदेऊ न। रेडी टिका लगाएर यता चाहिँ कतै छुन पनि हुँदैन अरे, केही गर्न नै हुँदैन अरे। सो गएँ म सुतेर बस्छु। अब के काम मेरो, के पनि काम छैन। अल्छी लाग्यो। हाम्रो गाउँ हो। कति रमाइलो छ, टाढा टाढा गाडीहरू देखिन्छ यहाँबाट। र म चाहिँ मस्त सुतेर आएको। मेरो जन्का सानो बेला सानी पनि आइसक्नु भएको रहेछ। र आएर पर्सि वर्तमानको लागि मालाको लागि दुगो पनि खेलाउन थालिसकेछन्। कति जाँगरीला हुन् भाइ। हाई गरिदेऊ। यता हेर्दै फेरि पनि कति छिटो रात परिसक्यो र हाम्रो खाना खाने टाइम भइसक्यो फेरि पनि। त्यसै गरी क्रममा मेरो चाहिँ दिन यहीँ सकिन्छ। यिनीहरूको काम अझै बाँकी छ। म त केही काम गर्नु पर्दैन। सो म चाहिँ गएँ सुत्न। बाई बाई।